हेलो गाइस नमस्ते। हामी युए को अबुधाबीमा छु। अबुधाबी राम मन्दिर पुरै राम मन्दिर हो यो। 1-2 वर्ष भयो खुलेको। अनि यता हाम्रो साथी हुनुहुन्छ, उता पछाडि अर्को दाइ हुनुहुन्छ। अनि हामी चाहिँ टक्क घुमघाम गर्दै टक्क निस्किँदै हाम्रो यो राम मन्दिर हो। राम मन्दिर भित्र चाहिँ अब फोटो सोटो खिच्न अलाउड छैन, बाहिर बाहिर घुम्नलाई फोटो भिडियो खिच्नलाई अलाउड छ। अरु यस्तै हो, घुमघाम चलिरह हामीहरुको। आज सन्डेमा हामी घुम्न आएको राम मन्दिर अबुधाबी युएई अबुधाबी। यो कति नम्बर होला अबुधाबी सिटीको थाहा छैन कति नम्बर हो, तर राम मन्दिर चाहिँ रहेछ यहाँ। राम मन्दिर यहाँ फोटो होला नि रामको यार। यस्ता पिक्चरहरू छ माथि त पुरै मन्दिर, ठुलो मन्दिर। त्यहाँ चाहिँ अब फोटो भिडियो निकाल्न मिल्दैन, यस्तो छ अरे। यहाँ एसी यहाँ यसरी लगाउँछ है फेरि। यो एसी हो, यो एसी टक्क हावा खाने सर खान चल हुन्छ फेरि। त्यसपछि निस्किने फेरि यता दाइ हुनुहुन्छ। यो अबुधाबी राम मन्दिर सबै गइगयो यति चाँडै होइन होला यार, गयो छैन होला। एकैछिनमा आएर एकैछिनमा के घुमे त अनि यार। यहाँ भित्र के रहेछ यार। अनि हाम्रो अब यस्तै छ। यताबाट अब यो गेट, यतातिरको भ्यू यो पुरा आउने गेट हो यो। हामी पछाडिबाट निस्क्या, म भिडियो बनाउँदै पछाडिबाट आएको टक्कै। यस्तो छ अगाडिको भ्यू यसको। यो चाहिँ हो राम मन्दिर अबुधाबी युएई अबुधाबी राम मन्दिर। टक्कै दामी छ। कोही हुनुहुन्छ भने घुम्न आउनलाई एकदम बेस्ट ठाउँ हो, बेस्ट। अब हामी टक्कै निस्किन्छौँ। अब बाहिर फेरि अर्को ठाउँतिर घुम्न जान्छौँ। चलिरहन्छ हाम्रो यसो घुमघाम कार्यक्रम। यसो सन्डेहरू आयो कि यसो घुमघाम चलिरहन्छ। पार्टनरहरू सबै निस्किसक्यो भन्दैछन्। अब हामी निस्किन्छौँ ल।